नमस्कार, स्वागत छ यहाँहरूलाई हाम्रो यस नेप्से अपडेट भिडियोमा। सदा चाहिँ हजुरहरू माझमा उपस्थित भइसकेको छु नेप्सेको अपडेट लिएर। आज के कस्तो भयो बजारमा र के अ, अब फर्किन लागेको हो अथवा अझै घट्छ के कस्तो रहन्छ भन्ने विषयमा र सपोर्ट रेसिस्टेन्स के छ भन्ने विषयमा हामी यस भिडियोमा छलफल गर्नेछौँ भने आगामी दिन के कस्तो रहला भन्दै अब यो भिडियो हजुरहरूले अन्तिमसम्म हेरेर साथ दिनुहोला र हाम्रो यस फेसबुक तथा युट्युब च्यानललाई फलो गरेर साथ दिनुहोला भन्दै अब आज बढौँ भिडियोको अब अगाडि बढौँ भिडियोतर्फ। र अहिले हेर्छौँ भने 2593 ओपन भएको थियो आज भने 2602 हाई रहेको थियो र लो भनेको 2587 रहेको थियो भने हिजोको र आजको लो लगभग उस्तै रहेको छ। हिजो 2587.88 को लेभलमा थियो भने आज क्लोजिङ 2601 मा भएको छ। 2600 को लेभललाई हिजो ब्रेक गरेर आएको थियो भने आज चाहिँ त्यो लेभलभन्दा माथि बस्न सफल भइसकेको छ र ट्रेन लाइनभन्दा मुनि नै रहेको छ अझै पनि। भने यो अब यसलाई ट्रेन लाइन नै एउटा रेसिस्टेन्सको रूपमा हुन सक्ने देखिन्छ। र 5 डे मुभिङ एभरेज हेर्नुहुन्छ भने 605 को लेभल रेसिस्टेन्स देखिन सक्छ। 20 डे मुभिङ एभरेज 615 रेसिस्टेन्स रहेको छ, हिजोको क्यान्डलले टेस्ट गरेको देखिन्छ भने 50 डे मुभिङ एभरेज जुन सपोर्टको लेभल रहेको छ हिजो पनि टेस्ट गरेको थियो भने लगातार हेर्नुहुन्छ भने यो 7 डिसेम्बरको क्यान्डलले दुईवटा क्यान्डल बाहेक अरू सबै क्यान्डलले टेस्ट गरेको देखिन्छ। अहिले 2590 एउटा जुन 50 डे मुभिङ एभरेज रहेको छ त्यसलाई मेजर सपोर्ट लिएको देख्न सकिन्छ अहिलेको मार्केटले। र 200 डेज हेर्नुहुन्छ भने 2687.40 नै रहेको छ। बोलिन्जर ब्यान्डको मिडल ब्यान्ड रेसिस्टेन्सको रूपमा रहेको छ भने सपोर्ट चाहिँ 2542 को लोवर ब्यान्ड रहेको देख्न सकिन्छ। र पिभोट पोइन्टबाट हेर्दाखेरि खासै चेन्ज देखिँदैन यसमा पनि। र पिभोट पोइन्टबाट हेर्छौँ भने 2624 यसको रेसिस्टेन्स देखिन्छ भने 2554 सपोर्टको रूपमा देखिन्छ। यो लगभग एक महिनामा एउटै नै रहेको देखिन्छ भने अहिले जुन मैले हिजो तपाईँहरूलाई भनेको थिएँ 2580 को लेभल जुन एउटा मेजर सपोर्ट रहन सक्छ अहिलेको लागि भनेको थिएँ, यो लेभल एउटा अहिलेको लागि तल आएमा तत्कालको लागि चाहिँ यो एउटा सपोर्ट रहन सक्छ। र त्यसै गरी माथि गएमा भने अहिलेलाई रेसिस्टेन्स भनेको यही 2620-30 को लेभल रहेको देख्न सकिन्छ। र यसलाई यो ट्रेन लाइनलाई यदि फलो गरेर मार्केट अगाडि बढेको छ भने ब्रेकडाउन गरिसकेपछि माथि जानको लागि पनि यही ट्रेन लाइन अर्को रेसिस्टेन्स हुन सक्ने सम्भावना चाहिँ देखिन्छ। फिबोबाट के कस्तो रहेको छ हेरौँ। फिबोबाट चाहिँ हामी नेप्सेलाई एनालाइसिस गर्छौँ भने आज फिबोको चाहिँ सपोर्ट भनेको 2581 देखिन्छ। यो नर्मल मैले नर्मल लेभलहरूको फिक्स नगरिकन देखिएको भरमा लगाएको छु। जुन 2580-82 को लेभलमा सपोर्ट देखिन्छ भने 2587 रहेको देखिन्छ। र 2609 चाहिँ 0.382 रेसियोको जुन फिबो रिट्रेसमेन्टको रेसियो छ त्यो लेभल यसको रेसिस्टेन्स देखिन्छ भने त्यो भनेको 2609 रहेको देखिन्छ। र त्यसै गरी हाम्रो आगामी दिन के कस्तो होला भनेर फिबोबाट हेर्दाखेरि 2609 रेसिस्टेन्स देखिन्छ भने 2582 सपोर्टको रूपमा देखिएको छ अहिलेसम्म फिबोबाट हेर्दाखेरि। त्यसै गरी भोल्युम हेर्छौँ भने आज चाहिँ भोल्युम एकदमै न्यून आएको देखिन्छ। आज 3 अर्ब 44 करोड रहेको देखिन्छ भने हिजो 4 अर्ब आएको थियो। र त्यसै गरी आरएसआई न्युट्रल जोनमै रहेको छ र आरएसआई आज लगभग 2 अङ्कको आरएसआई वृद्धि रहेको देख्न सक्छ भने म्याक्डीको हिस्टोग्रामको लाइनहरू हेर्नुहुन्छ भने हिजोको भन्दा आजको लाइन अलि लामै नै देखिन्छ। र माइनस हिजो -28 थियो भने आज -58 रहेको देखिन्छ। र यो जबसम्म फुस्रो हुँदै अथवा छोटो हुँदै जाँदैन मार्केट चाहिँ रिभर्स हुन सक्दैन। जुन यहाँ देख्न सक्नुहुन्छ यो एरियामा जुन फुस्रो हुँदै गइरहेको थियो मासतिर छोटा हुँदै त्यही प्रकारको यहाँनिर घट्ने बेला पनि छोटा हुँदै फुस्रा हुँदै आएको थियो भने हामीले चाहिँ अब बढ्ने बेलामा चाहिँ यो जुन डार्क रेड छ यसलाई हल्का लाइट रेडमा छोटा छोटा हुँदै गए पछाडि एउटा रिभर्स हुन सक्छ है भनेर आकलन चाहिँ लगाउन पनि सकिन्छ। र भोल्युमको हिसाबले मार्केट रिभर्स हुने बेला थोरै भोल्युममा आउनुपर्ने हो, त्यो चाहिँ ठिकै छ। र आजको हेर्नुहुन्छ भने 3 अर्ब 44 करोड 19,03,770 रुपियाँ 18 पैसा कारोबार भएको छ भने 77,57,625 किता कारोबार भएको देखिन्छ। 155वटा कम्पनीको मूल्य वृद्धि रह्यो भने 94वटा कम्पनीको मूल्य गिरावट रह्यो, 10वटा कम्पनीको मूल्य स्थिर देखिन्छ। र स्वस्तिक एसवाई प्यानल र अर्को श्वेत गङ्गा रहेको छ। र
ओएमपिएल आइएचएल चाहिँ टप 5 गेनरभित्र छन् भने त्यसै गरी हेमिस्टार रहेको छ, एनएमबी एमएफ रहेको छ, केकेएससी जेबिटी डिभेन्चर रहेको छ भने बिएचपिएल रहेको छ, जुन चाहिँ टप 5 लुजरभित्र छन्। टप 5 टर्नओभरभित्र हेर्छ भने एनजिपिएल रहेको छ 14 करोडको कारोबार, एलएसएल रहेको छ 14 करोड 15 लाखको कारोबार, एसपिआई रहेको छ 13 करोड 48 लाखको, सिएचडिसी 9 करोड 60 लाखको कारोबार, एचआरएल रहेको छ 7 करोड 56 लाख सहित 5औँ स्थानमा। त्यसरी भोल्युम वाइज हेर्छ भने 6 लाख एलएसएलको कारोबार भएको छ, एनजिपिएलको 3,57,000, एसबिआईको 3,37,000 कारोबार भएको देखिन्छ। र त्यसै गरी केबिएलको 1,92,000, एनआइसिआइसिआईको 1,52,000 कारोबार भएको देखिन्छ भने ट्रान्जेक्सन वाइज हेर्छ भने 4,686 पटक श्रीनगर, बन्दीपुर 2,814, सागर 1,731, एचबिएल 1,645 र बिएचसिएल रहेको छ 1,146 पटक चाहिँ कारोबार भएको छ भने आजको टोटल ट्रान्जेक्सन रहेको छ 56,122 ट्रान्जेक्सन घटेको देखिन्छ र 77,57,625 किता कारोबार, 329 स्क्रिप्ट ट्रेड भएको छ भने अब सब इन्डेक्समा हामी गएर हेर्छौँ भने सब इन्डेक्समा कुनले चाहिँ आज बेटर पर्फर्म गरेको छ भनेर हेर्दाखेरि ब्याङ्किङ 9 अङ्कले, डेभलपमेन्ट ब्याङ्क 17 अङ्कले, फाइनेन्स 20 अङ्कले बढेको देखिन्छ भने होटेल 8 अङ्कले घटेको छ, हाइड्रो पावर 2 अङ्कले बढेको छ र इन्भेस्टमेन्ट 0.08 अङ्कले घटेको छ भने लाइफ इन्सुरेन्स 40 अङ्कले बढेको छ, म्यानुफ्याक्चरिङ 43 अङ्कले बढेको छ, माइक्रो 4 अङ्कले घटेको छ, म्युचुअल फन्ड 0.02 अङ्कले घटेको छ भने नन लाइफ 10 अङ्कले र त्यसै गरी अदर हेर्नुहुन्छ भने 3 अङ्कले घटेको छ, ट्रेडिङ हेर्नुहुन्छ भने 10 अङ्कले बढेको छ। पर्सेन्टेज वाइज हेर्छौँ भने आज ब्याङ्किङ सबैभन्दा धेरै बढेको छ, कुनै पनि इन्डेक्स चाहिँ 1%सम्म पनि पुगेको छैन भने फाइनेन्स सबैभन्दा पहिला छ, दोस्रोमा ब्याङ्किङ रहेको छ भने तेस्रोमा चाहिँ हाम्रो तेस्रोमा हेर्छौँ भने म्यानुफ्याक्चरिङ रहेको छ पर्सेन्टेज वाइज हामीले हेर्दाखेरि चाहिँ। र फ्लोर सिटतर्फ हेर्छ भने सबैभन्दा धेरै कारोबार गर्ने ब्रोकर रहेको छ 58ले 17 करोड 50 लाखको बाई गर्दा 58ले 18 करोडको सेल गरेको देखिन्छ र 33ले 16 करोडको बाई गर्दा 17 करोड 50 लाखको सेल गरेको देखिन्छ भने 45ले 12 करोडको बाई गर्दा यसले 12 करोड 40 लाखको सेल गरेको देखिन्छ, 49ले 12 करोडकै बाई गर्दाखेरि 12 करोड 70 लाखको सेल गरेको देखिन्छ। र त्यसै गरी अब यहाँ हेर्न सक्नुहुन्छ टप 10 यो ब्रोकरहरूको चाहिँ बाइङ सेलिङ लिस्टहरू यस प्रकार रहेको छ र म्याचिङ अमाउन्ट पनि देख्न सक्नुहुन्छ र 20 भित्र जानुहुन्छ भने पनि हेर्न सक्नुहुन्छ, 20को पज गरेर हेर्न सक्नुहुन्छ। तपाईँको ब्रोकर कति नम्बरमा पर्यो कमेन्ट पनि गर्न सक्नुहुन्छ। र त्यसै गरी अब हामी भिडियोको अन्तिममा आइसकेका छौँ भने आजको हाम्रो यस भिडियो के कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला भने भिडियोको लागि केही सल्लाह सुझाव छन् भने पनि दिन नभुल्नु होला भन्दै आजको लागि यस भिडियोबाट बिदा हुन चाहन्छु। हजुरहरूले हामीलाई फलो गर्नुभएको छैन भने फलो गर्नुहोला र सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नुहोला भन्दै बिदा हुन चाहन्छु। बाई बाई।